नमस्कार सम्पूर्ण साथीहरु, हाम्रो च्यानलमा हार्दिक स्वागत छ। आजको भिडियोमा टियु यानि कि त्रिभुवन युनिभर्सिटीले लिने सम्पूर्ण परीक्षाहरूको रिजल्ट कसरी हेर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। यो भिडियो हेरिसकेपछि टियुले लिने ब्याचलर तर्फका बिएड, बिएससी, बिए, बिबिएस हैन, त्यस्तैगरी मास्टर तर्फका एमए, एमएससी अनि एमएड यिनी सम्पूर्ण जति पनि फ्याकल्टीका परीक्षाहरू छन् टियुले लिने, त्रिभुवन युनिभर्सिटीले लिने ती परीक्षाहरूको नतिजा हेर्न सक्नुहुन्छ। त्यो पनि तपाईको कुन विषयमा कति अङ्क आयो भनेर सम्पूर्ण रिमार्क्स सहित तपाईको पास फेल टोटल अङ्क सम्पूर्ण डिटेलमा हेर्न सक्नुहुन्छ मार्कसिट जस्तो तरिकाले है त। आउनुहोस् यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् र केही कुरा बुझ्नु भएन भने सामाजिक सञ्जालमा डिपी पोखरेल पृष्ठकले हेरेर तपाईले चाहिँ मेसेज गर्न सक्नुहुनेछ र भिडियो मन पर्यो भने एक लाइक जरुर गर्नु होला र कहाँदेखि हेर्नु हो कृपया कमेन्ट गर्नु होला। सम्पूर्ण जसले पनि यो रिजल्ट हेर्दै हुनुहुन्छ तपाईलाई चाहिँ सम्पूर्णलाई उत्तीर्णको शुभकामना, सफल हुनु होला शुभकामना छ। आउनुहोस् रिजल्ट कसरी हेर्ने त्यस बारेमा जानु है त। त्यसको लागि सुरुमा हामीले ल्यापटप तथा मोबाइलमा हामीले सेम प्रोसेस हो। ल्यापटप तथा मोबाइलमा चाहिँ एउटा ब्राउजर ओपन गर्नुपर्ने हुन्छ। तपाईले ओपेरा मेनु, फायरफक्स हैन, क्रोम ब्राउजर, युसी ब्राउजर जुनसुकै ब्राउजर पनि ओपन गर्न सक्नुहुन्छ। मसँग चाहिँ यहाँनेर क्रोम ब्राउजर छ हैन, त्यसमा चाहिँ ओपन गर्छु। गुगल क्रोम छ। ओपन गरिसकेपछि यहाँनेर सर्च बार आउँछ। सर्च बारमा तपाईको मोबाइलमा पनि दुई ठाउँ आउँछ, ल्यापटपमा पनि दुई ठाउँ आउँछ, जुनमा पनि सर्च गर्न सक्नुहुन्छ। यहाँनेर चाहिँ तपाईले TURESULT टियु रिजल्ट लेखेर इन्टर गर्नुहोस् अथवा सर्च गर्नुहोस् है। अब सर्च गरिसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यो सुरुको यो चाहिँ यहाँनेर लेखेको छ नि, यो निलो यो टियु रिजल्ट, यसमा चाहिँ क्लिक गर्नुहोस्। result.tuexam.edu.np वालामा यसमा चाहिँ टक्क क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि अफिस अफ द कन्ट्रोलर अफ एक्जामिनेसन त्रिभुवन युनिभर्सिटी बल्खु काठमाडौँ भनेर लेखेको छ। यहाँनेर चाहिँ हामीले केही कुराहरू चाहिँ राख्नुपर्ने हुन्छ, हाम्रो डिटेलहरु दिनुपर्ने हुन्छ। अब सुरुमा चाहिँ हामीलाई एक्जाम भनेको छ। एक्जामको सिलेक्सन एन्ड अप्सन भनेको छ। यसमा गएर तपाईले कुन इयरको रिजल्ट हेर्ने हो, त्यो रिजल्ट आइसकेको भए सम्पूर्ण कुराहरू यहाँनेर देखाउँछ। नयाँ आएको चाहिँ लास्टतिर देखाउँछ, त्यही भएर यहाँनेर हेर्नु होला। यहाँ चाहिँ अहिले भर्खरै 4 इयर्स बिए, बिएससी, बिएड, बिबिएस 2081 फर्स्ट इयर रेगुलरको चाहिँ आएको छ। अब यहाँनेर चाहिँ अरु रिजल्ट पनि छन् हैन, यहाँनेर मास्टरको पनि छ, ब्याचलरको पनि छ। अब मैले चाहिँ यहाँनेर अहिले आएको रिजल्ट यसको लास्टको चुज गरे। त्यसपछि 2 नम्बरमा चाहिँ यहाँ प्रोग्राम भनेको छ। प्रोग्राममा पनि यहाँ सिलेक्सन एन्ड अप्सनमा क्लिक गरेर कुन हो त तपाईले बिएससी हो कि बिएड हो हैन, ब्याचलर चाहिँ एजुकेसनमा हो कि साइन्समा हो, यहाँनेर चाहिँ चुज गर्न सक्नुहुन्छ। मैले चाहिँ बिएड चुज गरे। त्यसपछि यहाँनेर चाहिँ तलतिर चाहिँ प्रोग्राम ड्युरेसन भनेको छ, कुन वर्षको भनेको हो यो। यहाँनेर चाहिँ फर्स्ट इयरको हो, त्यही भएर फर्स्ट इयर चाहिँ चुज गरे हैन। त्यसपछि चाहिँ यहाँनेर चाहिँ तपाईको सिम्बल नम्बर राख्न भन्छ, सिम्बल नम्बर चाहिँ यहाँनेर राखिदिनु होला र त्यसपछि चाहिँ यहाँनेर सर्चमा क्लिक गर्नु होला। सर्चमा क्लिक गरिसकेपछि तपाईको चाहिँ नाम, अनि त्यसपछि तपाईको चाहिँ रेजिस्ट्रेसन नम्बर हैन, सम्पूर्ण कुराहरु चाहिँ यहाँ लेखेर आउँछ। र त्यसपछि तपाईको यहाँनेर सम्पूर्ण विषयको विषय कोड सहित यहाँनेर पूर्णाङ्क कति थियो, पास मार्क्स उत्तीर्णाङ्क कति थियो, अनि त्यसपछि तपाईले कति अङ्क लिनुभयो र त्यसमा चाहिँ रिमार्क्स पास फेल के हुनुभयो सबै कुराहरु यहाँनेर देखाउँछ। जस्तो कि यहाँनेर चाहिँ एजुकेसन 412 कोड भएको चाहिँ यो चाहिँ फिलोसफी एन्ड साइकोलोजी फाउन्डेसन अफ एजुकेसनमा चाहिँ 100 मार्क्स थियो हैन। यहाँनेर चाहिँ 100 मार्क्स पूर्णाङ्क 100 पूर्णाङ्कको थियो, अनि यहाँ चाहिँ पास मार्क्स चाहिँ 35 थियो, यहाँनेर 40 आएछ र रिमार्क्स चाहिँ पास भयो। यसरी सबै चाहिँ पास भएको छ यहाँ। अब यहाँनेर चाहिँ टोटल कति आयो, टोटल पूर्णाङ्क कति हो, 600 पूर्णाङ्क कति आयो त 257 आयो, अनि रिजल्ट के भयो त पास भयो भनेर चाहिँ यहाँनेर देखाएको छ। पी भनेको पास, एफ भनेको फेल र यहाँनेर चाहिँ एफपीए भनेको फेल एन्ड पार्टली अब्सेन्ट भनेको है त हैन। एफपीए भनेको यहाँनेर लेखेको छ। र परीक्षा फल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यलयको अभिलेखबाट सच्चाइ नै बेहोरा चाहिँ अवगत गराइन्छ भनेर भनेको छ। केही मिस्टेक भएमा सकभर चाहिँ यो त्यो मिस्टेक हुँदैन। यसरी चाहिँ तपाईले टियुको रिजल्टहरु हेर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, शेयर गर्नु होला र हामीलाई सामाजिक सञ्जालमा फलो गर्न नबिर्सनु होला। केही नबुझेको कुरा छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अहिले भने बिदा हुन्छु। नमस्ते।